तिम्रो बारेमा नाना थरी शब्द प्रयोग गरेर तिम्रो चरित्र हत्या गर्नेहरूलाई त तिमीले साइबर ब्युरोमा केस लगाएको रहेछ बुनु। ओके ठिक छ, तर म चाहिँ के भन्न चाहन्छु भने नेपाल सरकारलाई म के अनुरोध गर्न चाहन्छु भने सबैभन्दा पहिला त यही बहिनीलाई पक्रेर नेपालको कानुन बमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ। किनभने यिनले नेपाल आमाको चरित्र हत्या गरेकी छिन्। उनले केपी बा आदेश दियो हामी देश जलाउन तयार छौँ भनेर खुल्याम यसरी बोलेकी छिन्, खुल्याम यसरी उनले अभिव्यक्ति दिएकी छिन्। यति मात्र होइन, माननीय प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ हत्यारा हो, सुदन गुरुङ हत्यारा हो भनेर खुलाम उनले बोलेकी छिन् यसरी, त्यो पनि बिना प्रमाण। कसैलाई बिना प्रमाण दोषी बनाउनु पाइँदैन होइन। कानुन सबैलाई बराबर हो, त्यसैले सबैभन्दा पहिला यो बहिनीलाई पक्रेर कारबाही गर्नुपर्छ भन्ने पक्षका साथीहरूले यो भिडियोलाई सक्दो सेयर गर्दै अहिलेको सरकारलाई तत्कालै समातेर यो बहिनीलाई चाहिँ नेपालको कानुन बमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर चाहिँ दबाब दिनु होला साथीहरू नेपाल सरकारलाई। जय देश।